आज म यहाँहरुको समक्षमा देयर इज नो एनी प्रब्लम ओन्ली द च्यालेन्ज। संसारमा कुनै पनि समस्या हुँदैन, छ त खाली च्यालेन्ज मात्रै। त्यसको सन्दर्भमा एउटा सानो क्लिपको मार्फतले वास्तवमा मान्छे कसरी असफल भइरहेको हुन्छ। यहाँ यो भिडियोमा एउटा सानो कार्टुनमा केही मेडिसिन चाहिँ प्याक गरिरहेको अवस्था छ, जहाँ हेर्नुस् यो तरिकाले गर्दाखेरि त्यो कार्टुनमा त्यो मेडिसिन सेट भएन। अब सेट नहुँदाखेरि यो त समस्याको जस्तो लाग्छ, तर होइन रहेछ। यसलाई यदि हामीले कुनै अर्को तरिका अपनायो भने धेरै अप्सन हुन्छ नि। एउटा प्रब्लम छ तर त्यसलाई समाधान गर्ने बाटोहरू थुप्रै हुन्छन्, तर हामी त्यहाँ छोड्दिन्छौँ। तर यसलाई अर्को तरिकाले हेर्दाखेरि यहाँ हुन्छ कि, तर यो तरिकाले पनि भएन। अब यो पनि भएन भने हामी के गर्छौँ, कुनै पनि कामलाई छोड्दिन्छौँ र हामी यो हुँदैन भनेर ठानी हामी असफल हुन्छौँ। तर होइन, यसलाई अब अर्को तरिकाले हेर्नुहोस्, सेम चीजलाई अब अर्को तरिकाले गर्दाखेरि वेलाई चेन्ज गर्दाखेरि अब हेर्नुहोस् त ठ्याक्कै यहाँ के भयो, त्यो जसले हामीले समस्या जस्तो मानिरहेको थियौँ त्यो चाहिँ यहाँ भएको रहेछ। त्यसै कारणले मैले अघि भने नि, संसारमा कुनै पनि समस्या छैन, छ त खाली च्यालेन्ज मात्र। त तपाईँ एक तरिकाले गर्न सक्नु भएन भने तपाईँ वेलाई चेन्ज गर्नुहोस्, तपाईँ डेफिनेटली सफल हुनुहुनेछ।